आउँछ नि यार अस्ट्रेलियाबाट आउँछ नि मेसेज आउँछ नि चिलबिलको उसमा मलाई मेसेज आउँछ होइन अस्ट्रेलियाको म अस्ट्रेलियामा थिएँ यस्तो चाहिँ डिप्रेसन थिएँ हजुरको प्रोग्राम हेरेँ अनि सजिलो भयो भनेर भन्छ होइन ओहो के भएछ यसलाई भनेर यसको टक्क प्रोफाइल हेरेँ होइन प्रोफाइलमा टक्क बाबाआमाको पिक्चर हुन्छ अनि म मेसेज गरिदिन्छु क्या भाइ तिमीलाई यार डिप्रेसन छ भने त्यो प्रोफाइल पिक्चर हेरेर त बाबाआमाको त्यही हो तिम्रो डिप्रेसनको औषधि त्यो अनुहार हेर्ने काम गर्ने भनेर म डिप्रेसन प्लिज मलाई गर मैले किन गर्न नसकेको छु आफ्नो पर्सनल फेलियरलाई पनि होइन अब अरू अरू चिजलाई दोष दिने होइन नि त मिहिनेत गर्ने कहाँ हो नि त अस्ट्रेलिया अब बाबुआमाले चाहिँ खेतबारी चाहिँ तिम्रो राखेर अस्ट्रेलिया पठाएको छ भने त डिप्रेसनको ठाउँ नै छैन नि त्यहाँ यार डिप्रेसन त बाउ हुनुपर्ने मलाई खेत राखेर पठाएको छ आउँछ हो नि हो नि त विदेश गएपछि अब सिधै काम त गर्नै पर्यो नि त तर कतिजनाको आई थिङ्क त्यो जानुभन्दा अगाडि पनि डिसिजन लिने बेलामा नि त्यो सिरियसनेस बुझा हुँदैन वेट अफ द सिचुएसन के अब जसको पनि बाहिर जाँदा यु सी लाइक कस्तो रमाइलो लाइफ भइरहेछ जसले पनि गर्ने त्यही हो नेपालमा बस्नेले पनि गर्ने त्यही हो दुःख गरे कसैले देखाउँदैन होइन रमाइलोमा त देखाउँछ बाहिर घुम्न पाएको देखाउँदा त झन् मान्छेहरू अनि सो त्यो आई थिङ्क बिहाइन्ड द सिन जसले त्यो पोस्ट गरेर आज उसले कति मेहनत गरेको छ त्यहाँ बस्नको लागि सस्टेन गर्नको लागि त्यो चाहिँ त्यो इन्फर्मेसन चाहिँ पास डाउन हुँदैन यहाँबाट जाँदाखेरि चाहिँ अर्कै एक्सपेक्टेसन्स हुन्छ होला कि